Hello everyone, आज तपाईहरुको बीचमा अनाउन्समेन्ट लिइरहेको छु। यो चाहिँ क्रिस्चियन लिटरेचर सिरिज सिजन 2 को बारेमा हो। 2 वर्ष जति कुरा गर्दा फाइनली फर्स्ट एपिसोड हिजो मात्रै रेकर्ड गरेको छु अनि यो युट्युबमा आउँदैछ, युट्युब च्यानल एन्जल नजिराइटमा। अनि हजुरहरु सबैजनालाई म स्वागत गर्न चाहन्छु यो हाम्रो नयाँ त हैन, पुरानै हो बट फेरि कन्टिन्युड जर्नीमा। क्रिस्चियन लिटरेचर सिरिज पार्ट 1 मा हजुरहरूले जुन चाहिँ माया देखाउनु भयो अनि विशेष त सम्पूर्ण कविहरूलाई म धन्यवाद दिन चाहन्छु जसहरूले आफ्नो ब्युटिफुल पोएम्स पठाउनु भयो अनि योपालि पनि हजुरहरू जतिजना पनि इन्ट्रेस्टेड हुनुहुन्छ म यहाँहरूलाई स्वागत गर्न चाहन्छु। So this time your poems along with your stories or can be your essays, निबन्ध कविता छोटो कथा नभए नोभल्सहरू पनि वेलकम गर्न चाहन्छु। तपाईहरुले DM गर्न सक्नुहुन्छ इन्स्टाग्राम फेसबुकमा अनि व्हाट्सएप गर्न सक्नुहुन्छ अनि तपाईले इमेलमा PDF नभए PNG फाइल जे पनि तपाईले पठाउन सक्नुहुन्छ। I'm so excited and looking forward to it अनि यो तपाईहरुको धेरै मायाको खाँचो छ। सो यसमा चाहिँ तपाई कुनै पनि ठाउँबाट हुन सक्नुहुन्छ। तपाईले आफ्नो नाम पठाउनु पर्छ, तपाईको आफ्नो ठेगाना यदि तपाईलाई डिस्क्लोज गर्न आपत्ति छैन भने तपाई कहाँबाट हुनुहुन्छ त्यो पनि तपाईले पठाउनु भयो भने चाहिँ सजिलो हुन्छ। सो सिजन 1 मा हामीले धेरै इंग्लिश, नेपाली र हिन्दी कवितालाई समावेश गर्ने मौका पायौं अनि सिजन 2 मा मैले एकदम धेरै आश गरिरहेको छु, विश्वास गरिरहेको छु कि यो पालि पनि हामीहरुको यस्तै लिटरेरी एक्टिभिटिजहरु धेरै आउनेछ भनेर। आज मात्र मैले एक्सोडस 31 लाई पढ्दै थिएँ अनि त्यहाँनिर चाहिँ दुईजना एकदमै स्किल्ड क्राफ्टम्यानहरूलाई चाहिँ एपोइन्ट गरेको पाउँछौँ ट्याबरनेकल बनाउनको लागि। एन्ड त्यो पढ्दै गर्दाखेरि मलाई लागेको कुरा चाहिँ के हो भने परमेश्वरले तपाईहरु मलाई जुन चाहिँ कला दिनुभएको छ यो चाहिँ परमेश्वरबाट आउने कुरा हो अनि सबै कुराले चाहिँ परमेश्वरलाई महिमा पुग्न पर्छ। अनि यो क्रिस्चियन लिटरेचर सिरिजको उद्देश्य र लक्ष्य पनि यही हो कि हामीहरूले लेखेर राखेको डायरीसम्म सीमित नहोस् तर धेरैजना व्यक्तिहरू सायदै हुनुहुन्छ जोहरू अनलाइन हामीहरूको तर्फबाट आएको त्यो कुन क्षणमा लेखेको कुन विश्वासको त्यो ठुलो कदम अथवा कुन चाहिँ भोइस गर्न नसकिरहेको शब्दहरू सायद हामीले कोरी पठाएको छौँ अनि त्यो शब्दले चाहिँ उहाँहरूलाई आशिष पुगेको होस् भन्ने हो। एक दुसरालाई एन्करेज गर्दै परमेश्वरको राज्यको लागि अगाडि बढ्नको लागि हो। यो उद्देश्यमा क्रिस्चियन लिटरेचर सिरिज अगाडि बढिरहेको छ अनि म तपाईहरु सबैजनालाई स्वागत गर्न चाहन्छु। अनि पहिलो एपिसोड अब छिट्टै अपलोड हुनेछ। फर्स्ट चाहिँ हाम्रो यो युट्युबमा आउनेछ अनि त्यसको एक हप्ता जति बादमा चाहिँ फेसबुक र इन्स्टाग्राममा आउनेछ। अनि तपाईहरुले हेर्नुको लागि अब छिटो हेर्नुको लागि चाहिँ तपाईहरुले युट्युब च्यानल एन्जल नजिराइटमा चाहिँ सब्स्क्राइब गरेर राख्नुपर्छ अनि चाहिँ तपाईकोमा नोटिफिकेसन आउँछ है। I'm so excited. Thank you so much for hearing me out. God is so good. Keep smiling and keep being amazing.